सबैमा नमस्कार। म एडिट कम्पनीको तर्फबाट म दिनेश राजवंशीको मेरो आजको विषयवस्तु रहेको छ। अब हामी नेपालमा नेपाली जनताहरूले कसरी एउटा कसरी हामीले चाहिँ एउटा देशको विकास गर्न सक्छौँ, कसरी नेपाल हामी आत्मनिर्भर हुन सक्छौँ भन्ने विषयमा रहेको छ। मैले योभन्दा अगाडिको भिडियोमा हाम्रो आर्थिक स्थितिलाई, नेपालीहरूको आर्थिक स्थितिलाई खास गरी कसरी अलिकति सक्षम बनाउने, त्यसको सन्दर्भमा विगतमा सरकारहरूले के कस्तो प्रयास गरे र हाम्रो प्रयासहरू के कस्तो रह्यो भन्नेमा मेरो केन्द्रित थियो। यसैलाई नै निरन्तरताको रूपमा मैले आज फेरि एउटा भिडियो बनाएको छु। मेरो एउटा सोचाइ, मेरो एउटा चिन्तन चाहिँ कहाँ रहेको छ भने कि नेपाल हुनु त हामी अब सामान्य रूपले हेर्दाखेरि अब देशमा फेरि नयाँ सरकार आउला अनि देश विकास होला, जनताको आम्दानी बढ्ला भन्ने सोचेको थियो। तर मध्यनजर गर्दाखेरि हामीले सरकारकै तर्फबाट मात्रै पनि देशको विकास र हाम्रो नेपाली जनताको आर्थिक आम्दानीहरू, आयस्रोतहरू अलिकति वृद्धि हुन्छ भन्ने कुरा मलाई चाहिँ अलिकति अप्ठ्यारो लागेको छ। हामीले देखिरहेको छौँ नेपालको बजार आर्थिक अवस्था, नेप्से परिसूचकहरूले के कस्तो देखाइरहेको छ, त्यो कारण किन भयो, किन यस्तो हुँदैछ। अब हामीले एउटा हाम्रो देश भूपरिवेष्टित मुलुक भएको कारणले गर्दाखेरि, समुद्र मार्गसँग पहुँच नभएको कारणले गर्दाखेरि अब हामीले इम्पोर्ट एक्सपोर्ट गर्दाखेरि जुन एउटा भोग्नुपर्ने त्यो त देखि नै रहेका छौँ। भारतको इसारा बिना अब स्वतन्त्र तरिकाले कुनै पनि कामहरू गर्न अलिकति अप्ठ्यारो हुनु। अनि यो परिप्रेक्ष्यमा अब हामी विदेशबाट इम्पोर्ट मात्रै गर्ने अनि नेपालले हामीले सबै उपभोग गर्ने, त्यो कारणले अब हाम्रो चाहिँ एउटा जुन एउटा उत्पादनको जो आधार छ, उत्पादनको आधारहरूलाई हामीले हाम्रो अलिकति सोचाइलाई अलिकति व्यापक तरिकाले लगेनौँ भने सायद मलाई लाग्छ यो फेरि हात्ती आयो फुस्सा हुने जस्तो हुन्छ कि जस्तो लागिरहेछ। मैले तपाईँलाई मूल प्रश्न अथवा मूल थिमसँग, उद्देश्यसँग जोड्न खोजेको कहाँ हो भने जस्तो नेपालको उत्पादन प्रणाली जुन छ परनिर्भर भएको कारणले गर्दाखेरि हाम्रो वास्तवमा सोचेको जस्तो विकास, जनताको आयस्रोतहरू, देशमा स्थायित्व, शान्ति हुन सकेन। विभिन्न कालखण्डहरूमा राणा राजादेखि लिएर गणतन्त्रसम्म आइपुग्दाखेरि शासन व्यवस्था परिवर्तन भए तापनि जनताको जुन एउटा आर्थिक व्यवस्था ज्यूका त्यौँ रहेको छ, कुनै परिवर्तन भएको छैन। अब यसलाई वास्तवमा सस्टेन गराउनुको निम्ति मलाई लाग्छ जबसम्म हामी उत्पादनमा आर्थिक निर्भर हुँदैन तबसम्म देशमा अथवा हामीले
सोचेको जनताको आय स्रोत आम्दानीहरू बढ्दैन। खास गरी मुख्यतया स्कन्डेभियन कन्ट्रीहरूमा त्यहाँको देश राज्य पुँजीवादी व्यवस्थामा आधारित भए तापनि खास गरी सामाजिक महत्त्वको सवालहरूमा जस्तै शिक्षा स्वास्थ्यहरू गभर्मेन्टले त्यहाँ निःशुल्क दिएको कारणले गर्दाखेरि ती देशहरूमा एउटा छुट्टै एउटा विकासको मोडालिटी छ। त्यो मोडालिटी पनि यहाँ हामीले केही गर्दाखेरि जनताले यदि भोलिको दिनमा शिक्षामा स्वास्थ्यमा खर्च गर्नु परेन र आयमा अथवा तपाईँको कुनै खालको रोजगारीहरूमा यदि जनता यदि आबद्ध भयो भने अटोमेटिकल्ली हाम्रो आय स्रोत बढ्न जान्छ। र अहिलेसम्मको व्यवस्था हेर्दाखेरि के पाइएको छ भने हामीले देशमा औद्योगिक उत्पादनहरू हामीलाई चाहिने जति सबै चिजहरू खास गरी 50% पनि यदि देशमा उत्पादन गर्न सक्यौँ भने हामीले सोचेको अनुसार आय स्रोतको बाटाहरू वा आम्दानीको बाटाहरूलाई अगाडि बढाउन सक्छौँ। तर भइ के रहेको छ भने यो गणतन्त्र पश्चात पनि सामान्य रूपमा गाउँपालिका नगरपालिका महानगरपालिकाहरूको विकास भए तापनि केही मात्रामा बाटाघाटाको विकास हुनु हैन बिजुलीको विस्तार हुनु त्यो त ठिकै देखिएको छ। तर जुन एउटा ड्रास्टिक चेन्ज हुन्छ नि त्यो चाहिँ हामीले वास्तवमा देख्न पाइरहेको छैनौँ। अब इन्डियाबाट नै साग किन्नु पर्ने हैन खालकोसम्म कुराहरू पुग्यो भनेदेखि हामीले आफ्नो विकास कसरी अगाडि बढाउन सक्छौँ त? यही परिप्रेक्ष्यमा म तपाईँलाई के भन्छु भने हामी एउटा उत्पादनको लागि प्रमुख रूपमा अलिकति जिम्मेवारीपूर्वक अगाडि बढ्न सक्यौँ भनेदेखि अवश्य पनि हामी केही आर्थिक आय स्रोतहरू वृद्धि गर्न सक्छौँ कि भन्ने जस्तो लाग्छ मलाई। त्यसको आधार के त भन्दा मानिलिउँ हामीले डे टु डे जति पनि चिजको उपभोग गर्छौँ त्यसलाई कम्तीमा स्थानीय रूपमा नै हामीले उत्पादन गर्न सक्यौँ भने बाहिरको चिज हामीले किन्नु पर्दैन। त्यो भएको कारणले गर्दा त्यसको उत्पादन कसरी गर्ने त? मैले एउटा कम्पनीको सोच बनाएको कारणले गर्दाखेरि म के चाहन्छु भने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू कम्तीमा अब हामीले स्थानीय स्तरबाटै उत्पादन सुरु गरौँ र त्यो उत्पादन सुरु गरेर हामी त्यसलाई बजारीकरणतर्फ जाउँ र त्यो हाम्रो आधार चाहिँ के हुन्छ भनेदेखि उत्पादन भएको चिजहरूलाई हामी त्यतिकै त्यो एउटा ठुलो औद्योगिक रूपमा उत्पादन मात्रै गर्ने त्यसको बजार व्यवस्थापन नहुने अनि बिक्री नहुँदाखेरि उत्पादकर्ता जो हुन्छ त्यसको चाहिँ तपाईँको ऋण बढ्ने ब्याज बढ्ने अनि बजार पनि राम्रो फिडब्याक नआउँदाखेरि मान्छे निराश हुने खालको हुन्छ। हाम्रो उत्पादनको आधारहरू र त्यसलाई वितरण गर्ने प्रणालीहरूलाई हामीले के रूपमा चुस्तो बनायौँ भने मलाई लाग्छ अवश्य हामीले अरू जस्तो परनिर्भर हुनु पर्दैन। म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु। आज हामीले नेपालमा टुथपेस्टहरू र नुहाउने साबुनहरू मल्टिनेसनल कम्पनी युनिलिभरको उत्पादनहरू मात्रै हामी सम्पूर्ण नेपालीहरूले उपभोग गरिरहेको देखिरहेको छौँ। चाहे तपाईँ लिरिल साबुन लिनुहोस्, लक्स साबुन लिनुहोस्, चाहे तपाईँको टुथपेस्ट कोलगेट लिनुहोस्, चाहे अन्य कुनै पनि चिजहरू लिँदाखेरि उनीहरूकै मात्रै हामीले उत्पादनहरू युज गर्नु परेको छ। सारमा
नेपालमा उत्पादन भए पनि मल्टिनेसनलको कारणले गर्दाखेरि त्यसको जुन आम्दानीहरू त फेरि विदेश नै जान्छ। हामी नेपालीहरूले नेपालमै उत्पादन गरेर त्यसको आय स्रोत पनि त्यसको आम्दानी पनि यदि नेपालमै लगानी गर्न सक्यौँ भनेदेखि त त्यसको तपाईँको प्रत्यक्ष रूपमा भोलि रोजगार पनि हुने अनि जो एउटा उत्पादन गर्नेको मान्छे पनि हौसला बढ्ने। त्यसो गर्दाखेरि चाहिँ भोलि एउटा बेस बन्दै जाने। म तपाईँलाई के भन्छु भने जस्तो अहिले मिनिमम हामीले एउटा साबुन लक्स अथवा लिरिल साबुन कम्तीमा खुद्रा रूपमा 50 रुपियाँ गोटा किन्नु परेको छ। तर मेरो कन्सेप्ट के हो भनेदेखि मैले त्यही साबुन नहुने साबुन जो इङ्ग्लिसमा टोयलेट साबुन भन्छ, यदि मैले तपाईँहरूलाई 30 रुपियाँमा उत्पादन गरेर खुद्रा मूल्यमा बेचे भने कम्तीमा त्यो पैसा त हाम्रो नेपालमै रहने र तपाईँहरू हामीहरूले अलिकति सस्तो दाममा पनि प्रयोग गर्न सक्छौँ भने भोलि त हाम्रो एउटा आर्थिक पाटो त्यसरी पनि हामी 2-4 पैसा जोड्दै जान्छौँ, कमाउन जान्छौँ। एउटा त्यो भयो भने शिक्षा र स्वास्थ्यलाई अब प्राइभेट निजी विद्यालयहरूले अब देशैभरि अहिले शिक्षाको स्तर हेर्दाखेरि सरकारी स्कुलभन्दा तपाईँको प्राइभेट बोर्डिङहरूकै बिगबिगी छ। जनताहरूले पनि अब पछिल्लो चरणमा अलिकति आफ्नो छोराछोरी अलिकति राम्रो स्कुलमा पढोस्। रोजगारको सिलसिलामा हाम्रो दाजुभाइहरू खाडी मुलुकहरू युरोप, अमेरिका, अस्ट्रेलिया, जापान जस्तो राष्ट्रहरूमा, कोरियामा अलिकति पहिलोभन्दा के रूपमा गएको कारणले गर्दाखेरि आम्दानी पनि बढेको छ भने आफ्नो छोराछोरीलाई अलिकति राम्रो स्कुल पनि पढोस् भनेर फेरि अलिकति पढाइरहेछ। तर म चाहिँ के भन्छु भने शिक्षा भन्ने कुरा सरकारले मापदण्ड तोकिसकेपछि त्यसको स्तर समान हुनु पर्यो। करिकुलम पाठ्यक्रमहरू त्यसको समान हुनु पर्यो। विद्यार्थीको जुन एउटा हाम्रो सैद्धान्तिक जुन एउटा पढाउने पाठ्यक्रममा जो एउटा व्यवस्था गरेको छ त्यसलाई हटाएर केही व्यवहारिक प्र्याक्टिकल कुराहरू पनि जोडेर टेक्नोलोजीहरूलाई पनि साथमा लिएर हामीले अगाडि बढ्नुपर्ने देखिन्छ। अहिलेसम्म सैद्धान्तिक रूपमा मात्रै विद्यार्थीलाई पढाउँदाखेरि हामीहरूले त आफ्नो देशको जनशक्तिलाई निर्माण कसरी गर्ने, अहिलेसम्म डिप्लोमा लेभल मास्टर लेभल पढे तापनि त्यो त केवल एउटा सैद्धान्तिक रूपमा पढाउने मात्रै हो। यहाँ सानो सानो खेलौनाहरू कसरी बनाउने, बिजुलीको सामानहरू कसरी तयारी गर्ने, घर घरमा हात हातमा मोबाइल बोकिरहेको छ मोबाइलको पार्ट्सहरू कसरी तयार गर्ने, होइन, डेली वाइजका कुराहरू, राइस कुकरदेखि लिएर इलेक्ट्रोनिकको फ्यानदेखि लिएर धेरै कुराहरू जोडिएको छ। र मेरो सन्दर्भ मेरो फोकस भनेको तपाईँहरूसँग यही छ कि हामीले एउटा यस्तो खालको एउटा फाउन्डेसन तयारी गरौँ जसबाट हामी नेपालभरि प्राय जो पुरुषभन्दा पनि महिला दिदीबहिनीहरू जो घरमा हुनुहुन्छ उहाँहरूलाई पनि एउटा रोजगारमा कम्तीमा टेवा मिलोस्, उहाँहरूसँग पनि एउटा सिप विकासको साथै एउटा आफूले 2-4 पैसा रोजगारीको माध्यमबाट कमाएर आफै आत्मनिर्भर हुँदै आफ्नो सामानको उपभोग हामीले आफै गर्दै देशलाई पनि एउटा परनिर्भर भन्दा पनि आत्मनिर्भर बनाउने हाम्रो एउटा योजना र लक्ष्य हुनुपर्छ। त्यसैको लागि म तपाईँहरूसँग यो बारम्बार मैले सुरु गरेदेखि नै अब देशलाई हामीहरूले केही बनाउँ, हामीले जनताले चाह्यौँ भने केही कुराहरू बनाउन सक्छौँ। अब हुनु त अब विदेशमा कृषिमा कम्पनीहरूमा सब्सिडी दिने चलन छ, तर त्यो चलन त हाम्रो यहाँ त छैन। यहाँको विज्ञहरू जो अलिकति सरकारमा जान्छन् तिनीहरूले कस्तो तरिकाले गर्दाखेरि अलिकति देश आत्मनिर्भर बन्दै जान्छ त्यसको कुनै हामीले अहिलेसम्म छनौट देखेको छैनौँ। त्यो भएको कारणले गर्दाखेरि त्यति यदि गर्न सकिएन भने अब हामीले आफ्नै तर्फबाट केही कुराहरू तयारी गरौँ। उत्पादनको लागि म तपाईँहरूलाई डे टु डे गर्नुपर्ने जति पनि कुराहरू छ, तपाईँको यो साबुनको कुराहरू, स्याम्पूका कुराहरू, बिस्कुटका कुराहरू,
धेरै उत्पादनको सामानहरू जोडिएको छ र म तपाईँहरूलाई त्यसको प्राविधिक रूपमा पनि सल्लाह दिन सक्छु र त्यसको म प्रयोग आफै पनि गरिसकेको कारणले गर्दा म तपाईँहरूलाई त्यसमा प्राविधिक सहयोग पनि गर्न सक्छु र उत्पादित जुन सामानहरू हुन्छ त्यो म तपाईँहरूसँग लिन पनि सक्छु र त्यो लिएर तपाईँहरूलाई एउटा व्यापारको जुन मुक्त उत्पादित वस्तुहरू कहाँ बेच्ने के गर्ने भन्ने खालको जुन टेन्सन हुन्छ त्यसबाट म तपाईँहरूलाई मुक्त पनि गर्न सक्छु। यसमा तपाईँ हामी हातेमालो गऱ्यौँ भने हामी आत्मनिर्भरको बाटोमा अगाडि बढ्छौँ। तपाईँहरू अहिले जुन हामीले मोटामोटी अहिले जुन $1000 $1200 जुन एउटा पीडामा बस्नु परेको छ त्योबाट मुक्त हुँ। मलाई लाग्छ तपाईँ हामीले हातेमाले गऱ्यौँ भने 5 वर्षभित्र कम्तीमा सबै अभियानमा जोड्यौँ भने कम्तीमा हाम्रो पहिलो टार्गेट भनेको $2500 हुनु पर्यो यो 5 वर्षमा। त्यो बनाउनको लागि हामीले के कस्तो आधारहरू तयारी गर्नुपर्छ, उत्पादनहरू कसरी गर्ने, बजार व्यवस्थापन कसरी गर्ने, वितरण कसरी गर्ने भन्ने सन्दर्भमा म तपाईँहरू समक्ष आफ्नो खाका राख्न सक्छु र उत्पादन कसरी गर्ने प्राविधिक कुराहरू पनि तपाईँहरूसँग सेयर गर्न सक्छु। त्यही भएको कारणले गर्दाखेरि आशा छ तपाईँ हामी यदि उत्पादन प्रणालीमा जोड्यौँ भने अवश्य पनि तपाईँ हाम्रो जीवनस्तर, हाम्रो भावी पिँढीहरू र हामी नेपाली भएकोमा जुन गर्व एउटा महसुस गर्छौँ त्यो पनि हाम्रो उद्देश्य पुरा हुनेछ र यो महान यो अभियानमा तपाईँहरू एकपल्ट जोडिदिनुहुनेछ र आवश्यक तपाईँहरूको जुन एउटा अमूल्य सुझाव, जुन एउटा तपाईँहरूको जुन एउटा विचारलाई पनि अब एउटा विचारको माध्यमबाट पनि सेयर गरेर आफ्नो महत्त्वपूर्ण कुराहरू, सल्लाह सुझावहरू मलाई दिएर आफ्नो कुराहरू अगाडि बढाउनु हुनेछ भन्दै म तपाईँहरूलाई आजको कार्यक्रम यति नै गर्दछु, यति नै राख्दछु। तपाईँहरूलाई कुनै जिज्ञासा भएमा मेरो WhatsApp नम्बर 9862496666 मा तपाईँहरू डाइरेक्टली मलाई मेसेज गर्न सक्नुहुनेछ। अब हामी यो नेपाल जुन अहिलेको परिस्थितिमा बाँचिरहेछौँ, यो झन्डै यो युरोपमा जुन थियो नि 11औं-12औं शताब्दी, त्यस पछाडि मात्रै औद्योगिक क्रान्ति ब्रिटेनमा भयो हैन। हामी औद्योगिक क्रान्तिसम्म पनि पुग्न सकेको छैन। हामी एउटा प्रिमिटिभ कल्चरमै बाँचिरहेछौँ भने जस्तो भान भइरहेछ मलाई। हामीले आज हरेक कुराहरू वैदेशिक उत्पादनहरू मात्रै उपभोग गर्नु परेको छ। नेपालले WTO मा प्रवेश लिए तापनि हामीले यहाँबाट उत्पादित वस्तुहरूलाई विश्व बजारमा बेच्न सकेको छैन। किनभने कारण विश्व बजारमा बेच्नको लागि जुन एउटा उन्नत प्रविधि हुन्छ, सामानहरूको जुन गुणस्तर हुन्छ, त्यो प्रोडक्सन गर्न नसकेको कारणले गर्दाखेरि पनि हामीहरूले विश्व बजारमा आफ्नो ठाउँ पाइरहेछौँ। WTO को नाममा विदेशीहरूले हाम्रो नेपालमा सामान बेच्ने र हामी नेपालीहरूले उत्पादित वस्तुहरू विदेशमा बजारमा बेच्नु नपाउँदा हामीहरूलाई घाटा हुने हैन। यो कारणले, यिनै विविध कारणले गर्दाखेरि हाम्रो आत्मनिर्भरको बाटो खुम्चेको छ। यसलाई फराकिलो बनाऊ, तपाईँ हामी एकजुट भएर अगाडि बढौँ। यदि अगाडि बढेमा अवश्य पनि हामी आफूले सोचेको लक्ष्य प्राप्त गर्नेछौँ भन्दै तपाईँहरू समक्ष आजको कार्यक्रम यति नै राख्दै म बिदा हुन चाहन्छु। हस्त सबैलाई नमस्कार। फेरि अर्को यो भिडियोमा भेटघाट गरौँला र तपाईँहरूले पनि अवश्य सल्लाह सुझाव दिनुहुनेछ भनेर म आफ्नो विचारहरू राख्दै बिदा हुन्छु। हस्त नमस्कार।